आज असोज 18 गतेको दिन यहाँ चाहिँ पाँचथर जिल्लाको कुम्बाइक गाउँपालिकामा चाहिँ एउटा दुःखद घटना भएको छ। यहाँनिर चाहिँ एउटा चाहिँ जीप दुर्घटना भएको छ। ठ्याक्कै टर्निङबाट चाहिँ यहाँबाट सिधै गाडी झरेर यहाँ तल पुगेको छ। गाडी यहाँ छ गाडी हैन, गाडी यस्तो छ। अब यहाँ चाहिँ यो दुःखद घटनामा चाहिँ 6 जनाको चाहिँ दुःखद निधन भएको र 6 जना चाहिँ घाइते हुनुभएको भन्ने जानकारी आएको छ। यहाँ चाहिँ अहिले रेस्क्यु चलिरहेछ। नेपाली सेनाले चाहिँ यहाँ तल मृतकको शव चाहिँ यसरी ल्याइराख्नु भएको छ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ मृतकको शव तलदेखि माथिसम्म ल्याउने काम भइरहेछ। एकदमै यो भौगोलिक अवस्था एकदम विकट छ, भिड छ। तपाईको यहाँदेखि चाहिँ निकालेर चाहिँ वहाँ पर यो जुन बस रोके भन्दा उताबाट निकै परसम्म निकाल्नुपर्छ। यस्तो छ बाटो, पानी परेर एकदमै चिप्लो पनि छ हैन। अहिले रेस्क्यु धमाधम चलिरहेछ। यहाँ चाहिँ जिल्ला प्रहरी कार्यालयका प्रहरी सरहरू, सशस्त्र प्रहरी अनि चाहिँ नेपाली सेना लगायत सबैले चाहिँ रेस्क्यु गरिरहेको अवस्था छ हैन। गाडी चाहिँ तपाईको यहाँ तल थोरै देखिन्छ गाडी। यो सर बोलेरो यहाँ देखिन्छ, यो बोलेरो नै होला। बोलेरो यो धरानदेखि ताप्लेजुङ जाँदै गरे हो सर? यतै धरानपट्टिबाटै आएको हो नि हैन? ताप्लेजुङबाट चाहिँ आएको। कसरी यताबाटदेखि आएको गाडी यता झरेको? ए यो चाहिँ ताप्लेजुङदेखितिर आएको, तर यहाँ परबाट चाहिँ यतादेखि छेउ पेलिएर यहाँदेखि चाहिँ झरेको भन्ने कुरो आइरहेछ। भनेपछि परदेखि सिधै यस्तो उडेछ है? यस्तो छ। यहाँदेखि चाहिँ गाडी तमर खोलातिर ओह्रालो झरेको छ। यहाँ तल छ, यहाँनिर देखिन्छ गाडी अलिकति। यस्तो छ है।